सिक्लेस भ्रमण। नेपाललाई हामी धरतीको स्वर्ग पनि भन्न सक्छौँ। विभिन्न सम्पत्तिले भरिएको नेपालको प्रकृति, संस्कृति र परम्परा गर्व गर्न लायक छ। मलाई समय समयमा नेपालका यिनै सम्पत्तिका नजिकै पुगेर धोको पुग्ने गरी हेर्ने भोक लाग्छ र अगाउने तीव्र चाहना जाग्छ। हाम्रो विद्यालयले कक्षा 9 र 8 का विद्यार्थीलाई सिक्लेस भ्रमण लग्दैछन् भन्ने सूचना पाएपछि म निकै खुसी भए। रमाइलो सिक्लेस ढिकी पनि भनिन्छ, ढिकिरी पनि भनिन्छ हाम्रो गाउँतिर। यहाँ चाहिँ दानदाताहरूको सब नामावली लेखिएको छ। यो बौद्ध गुम्बा देख्न सक्नुहुन्छ, कति सुन्दर। आमामामा, माइ गॉड। यो के हो? यो किरण, कस्तो लाग्यो तिमीलाई यो ठाउँ? तिमी भिडियो गर्दै यहाँ आइपुगेछौ मौकामा। ओके मिस। यहाँ म्युजियम पनि छ। हो, यहाँभन्दा ठुलो इन्जोय त कहाँ होला र? प्रकृतिको ट्याक्क काखमा सिक्लेस गाउँ। सहरको प्रदूषित वातावरणमा हुर्किएका हामी त्यहाँको स्वच्छ वातावरणमा रमाउँदा स्वर्गमा पुगे जस्तै अनुभव गर्यौँ। फोटो भिडियो आदि खिचेपछि हामी होटलतर्फ फर्कियौँ। फर्किँदा हामी सङ्ग्रहालयभित्र गयौँ। भित्र छिर्न साथ तिहारे फुलको बगैँचा हेर्दा निकै आनन्द भयो। यति आनन्द कि बगैँचा कम स्वर्गको महसुस भएको थियो। सङ्ग्रहालयभित्र हामी मूर्तिहरूलाई असली मानिस ठानेर तर्सिएका पनि थियौँ। पुराना जमानाका सरसामानहरू हेऱ्यौँ। त्यसपछि हामी होटलतर्फ फर्कियौँ। होटलमा आएपछि सबैजना आफ्नो कोठामा गई थकाइ मेटे र एकछिनपछि स्पिकरमा गीत बजाई सबैजना आँगनमा नाच्न र गाउन सुरु गरे। यत्रो उकालो ओह्रालो गर्दा थाके पनि त्यहाँको सुन्दरताको कारण कसैले पनि थकान महसुस गरेनन्। रातिको 7-8 बजेतिर खाना खायौँ र आँगनमा आगो ताप्न आयौँ। नाच्यौँ, गायौँ, रमायौँ। त्यसपछि सबै आफ्नो कोठातिर लाग्यौँ। कसैको पनि सुत्ने चाहना नभए तापनि उकालो ओह्रालोको थकाइले गर्दा हामी सबै बिदायौँ। भोलिपल्ट बिहानै उठेर खाजासाजा खाएर हामी फेरि सिक्लेसको सुन्दरता हेर्न अर्को यात्रा सुरु गर्यौँ। सिँढीमाथि सिँढी गर्दै उकालो चढ्दै हामी सिक्लेस पार्कमा पुग्यौँ। त्यहाँ पुग्दा स्वर्गमा पुगेसरी लागेको थियो। एकछिन त्यहाँको मनोरम वातावरणको आनन्द लियौँ र हामी त्यहाँभन्दा पनि माथि चढ्न सुरु गर्यौँ। केही साथीहरू भने थकाइको अघि हार मानेर त्यही थकाइ मेट्न र हामीले कुर्न बसे। 2 शिक्षकका साथ म र मेरा केही साथीहरू फेरि उकालो चढ्न थाल्यौँ। चढ्दै गर्दा हामीले चराचुरुङ्गीको मिठो गीत, बाजा बजे झैँ चलेको हावा र कलकल बगेको पानीको आवाज सुन्दै पानी पिउँदै तिर्खा मेट्दै माथि पुग्यौँ। जति थाके पनि अन्नपूर्णको फेदीमा पुग्दा त यति खुसी र यति आनन्द लाग्यो कि त्यो परम्परागत घर तर भेटिँदैन। आधुनिक डिजाइनमा सबै सुन्दर तरिकाले बनाएको छ। सायद यो समाज घर हुनसक्छ। समाज घर हो कि म्युजियम भन्ने सुनेको थिएँ मैले। म यहाँहरूलाई त्यतापट्टि पनि प्रवेश गराउँछु। हेर्ने हाम्रो विद्यार्थी भाइ बहिनीहरू आउने क्रममा छन् अवलोकनको।
सङ्ग्रहालय माथि रहेछ। सबै अवलोकन गर्न जाँदैछौँ। तपाईँहरूलाई देखाउँदैछु तपाईँ सिक्लेसको सुन्दर ठाउँ। हामी माथि जाँदैछौँ। लाइब्रेरी रहेको छ। म्युजियम हो कि ए घर बुनाको कपडा यसरी पहिला बुन्थ्यो नि। अझै पनि तान लगाएर बुन्थ्यो यसरी। बोजै सन्चै हुनुहुन्छ? कुमारी देवी बोजै, उहाँ के देवी बोजै हुनुहुन्छ? अनि यो चाहिँ के रहेछ? यो चाहिँ तान बुन्नको लागि चाहिने लट्ठीहरू, हतासोहरू। यो चर्खा हो, चर्खा धागो बेर्ने चर्खा। ल यस्तो हुँदो रहेछ चर्खा असली। चर्खा म त बिर्सेछु खिच्नै। कुर्सी चाहिँ नि बजै नारीपाम हो भन्न पाएँ। रौली यो आगो पुग्ने ढुङ्ग्रोले बजाउला जस्तो लाग्यो। ल बर्गेर पार्ने स्टाइल। यो चाहिँ मान्द्रोहरू ठुलो नाङ्लो छ। चाहिँ शिकार गर्नको लागि प्रयोग गरिने भाला हो परम्परागत समयमा। आज हाम्रो यहाँ सिकेको म्युजियममा नमस्ते सम्पूर्णमा। आज हामी पोखराको बाल विद्या मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुलको तर्फबाट आज हाम्रो कक्षा 9 र 8 का विद्यार्थी भाइ बहिनीहरूलाई लिएर हामी अन्नपूर्ण दोस्रो फिलहाल विशेष गरी सिक्लेसबाट उत्तरतर्फ रहेको यो सुन्दर अत्यन्तै चम्किरहेको अत्यन्तै चाँदी जस्तै पिलिल्ल टल्किने हिमाललाई अवलोकन गर्न हामी यहाँ सम्पूर्ण विद्यार्थीमा आइपुगेका छौँ र यो प्रकृतिको काखमा अत्यन्तै नजिकिएर हामीले वास्तविक अनुभव मनोरञ्जन र ज्ञान चाहिँ पक्कै पनि हामीले पाएका छौँ। म मेरा विद्यार्थी भाइ बहिनीहरूले कस्तो महसुस गर्नुभयो केही भाइ बहिनीहरूको प्रतिक्रिया लिन चाहिँ चाहन्छु। आजको हाम्रो यो यात्रा हामी तपाईँहरूलाई पनि यो ठाउँ भ्रमण गर्नुहोस् र मनोरञ्जन लिनुहोस्, ज्ञान लिनुहोस् र प्रकृतिसँग रमाउनुहोस् भनेर हामीले यो चाहिँ भिडियोको तयार पारेका छौँ। कृपया यो ठाउँ वास्तवमा सिक्लेसबाट उत्तरपट्टि चाहिँ रहेको छ। आफ्नो चाहिँ फुर्सदको समयमा अवलोकन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। रमाइलो प्रकृतिसँगको चाहिँ यो यात्रा, प्रकृतिको काखमा हामी रमाउन आइरहेका छौँ। यसै सिलसिलामा हाम्रो सर अभिषेक नेपाली सरलाई म सोध्न चाहन्छु, सर कस्तो महसुस भइरहेको छ प्रकृतिको यो काखमा रमाउनु पाउँदा? अविस्मरणीय क्षण, जीवनको अविस्मरणीय त हजुरले त हिमालसँग नजिकै हुने मौका पाइयो। हजुर हिमाल मात्रै होइन, यहाँ पहाड पनि छन्। हजुर हिमाल पक्रिएर हिउँ के अरे नदी कसरी बन्छ भन्ने कुरो पनि यहाँबाट प्रष्ट रूपमा देखिरहेको छ है सर। मादी नदी उत्पत्ति स्थल, हजुर जहाँबाट चाहिँ मादी नदी बगिरहेको छ, जो दमौलीमा निस्किन्छ होइन सर? यो नदी दमौलीमा गएर सेती नदीसँग मिसिन्छ र पछि गएर नारायणीमा गएर मिसिन्छ। तनहुँ र कास्की जिल्लाको सिमानाको काम पनि गर्छ। हजुर हुन्छ सर, थ्याङ्क यू। म विद्यार्थी भाइ बहिनीहरू पनि राय बुझ्छु। हेलो
भाइहरू कस्तो लागिरहेको छ यो ठाउँमा घुम्न आउँदा? एकदम रमाइलो भयो। एकदम रमाइलो भएको छ। के भन्न चाहनुहुन्छ स्कुललाई? स्कुललाई धेरै धेरै धन्यवाद। स्कुललाई धन्यवाद दिन चाहनुहुन्छ? किन धन्यवाद दिन चाहनुहुन्छ स्कुललाई? हामीले यस्तो प्रकृतिको बिचमा ल्याएर हामीलाई महसुस गर्न एउटा अवसर मिलाइदिनु भयो होइन स्कुलले। त्यसैले चाहिँ स्कुललाई एकदमै मेनी मेनी थ्याङ्क्स भन्न चाहन्छ होइन? ओके, हेलो गाइज, के छ पवनजी? कस्तो महसुस भइरहेछ ल भन्नुहोस् त? एकदम रमाइलो भइरहेछ। एकदम रमाइलो भइरहेछ। ल है भिडियोबाट भाग्नेहरू यता हेर्नु होला। कस्तो महसुस भइरहेछ जस्मिन? यो भाग्ने मान्छे को हो? हेलो, एकछिन बोलिदिनुहोस् त कृपया। कस्तो महसुस भएको छ ल भन्नु त? कसलाई ल्याउन चाहनुहुन्छ यो ठाउँमा अर्कोचोटि आउनु पऱ्यो भने? आफ्नो मम्मी बाबालाई हो? हेलो, बोल्ने कि नबोल्ने हो दुईजना? यताको 12 गोठालेहरू भेट भयो दुईजना। ल भन्नुहोस् त, एउटा गीत गाइदिनुहोस् त यो हिमाललाई सम्झेर। ल त हाम्रो स्कुलको गायिकाहरू। ल त छिटो गाइदेऊ त गीत। ल हाम्रो साथीहरू अझै माथि पनि छन्, विद्यार्थी भाइ बहिनीहरू यहाँ बोल्न चाहेनन्। यहाँनिर पिङ छ, पिङ खेल्दैछन्। ठिक छ, अत्यन्तै सुन्दर। अझ हामीले यो हाम्रो सुषमा मिस उहाँबाट हात हलाउँदै हुनुहुन्छ। मिस कस्तो महसुस भइरहेछ? हुन्छ मिस, कस्तो राम्रो देखेको हो त्यहाँनिर त झन्। ल हाम्रो नेपाल कति सुन्दर छ त। प्रकृतिको खानी भनेको यही त हो। यहाँभन्दाको सुन्दर प्रकृति विश्वमा कुन कुनामा खोजेर पाइन्छ? स्वर्गको टुक्रा हो यो। वास्तवमा हाम्रा ऋषिमुनिहरूले तपस्या गर्ने ठाउँ, यसै गरी चाहिँ हाम्रो भगवान्हरूको वासस्थान रहेको ठाउँ भनेर हाम्रो धर्मशास्त्रहरूले उल्लेख गरेको कुराहरू हामीले यहाँनिर प्रशस्त पाउन सक्छौँ। हाम्रा झिल्के विद्यार्थीहरू। ल हाम्रो चाहिँ झिल्के भाइ बहिनीहरू के छ? हेलो गाइस, ल हल्ला गर्नुहोस् त। केही साथी आफ्नो फोटो खिच्दै थिए, केही प्रकृतिको भने केही साथीहरू टिकटक भिडियो बनाउँदै थिए। म भने प्रकृतिको सुन्दरतामा डुबिरहेको थिएँ। केही समयको विश्रामपछि हामी फेरि हाम्रो यात्रामा लाग्यौँ। फाइनल्ली हामी हाम्रो वासस्थानमा आइपुग्यौँ। सिक्लेस। हेलो गाइस, हेलो सर। फाइनल्ली हामी हाम्रो वासस्थानमा आइसकेका छौँ। हेलो, के भन्नु छ है? ल ओ माई गड। हेलो एभ्रिबडी। ल है बडी ल है। हजुर ल हेलो माई गड। ल हाम्रो बसाइ यति सुन्दर ठाउँमा छ। जानी मिस
सबैजना रमाउँदै नेपालको दोस्रो लामो झुलुङ्गे पुल भएको ठाउँमा आइपुग्यो। पुल अगाडि झरेपछि शिक्षकहरूले विद्यार्थीहरूको रमाइलो सिक्नेस भ्रमण। त्यसपछि सबैजना पुलमा चढ्न सुरु गरे। पुलमा हिँड्न निकै डर लागेको थियो। यति डर लागेको थियो कि केही विद्यार्थी र शिक्षकहरू त पुलमै बस्यो। त्यही पनि डराउँदै डराउँदै हामी अगाडि बढ्यौँ। पुलमा एउटा फोटो खिच्ने रहर भए पनि डरको कारण खिच्न सकियो। भनिन्छ नि डरको अघि चिज हुन्छ। हामी डराइ भए पनि पुल तर्यौँ। कति डर यिनीहरू छ। डर लाग्यो। रमाइलो सिक्नेस भ्रमण 2082 मान बाल विद्या मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुल विद्यार्थीहरू भाइ बहिनीहरू हेलो। गाइज कस्तो भइरहेको छ भ्रमण? रमाइलो भइरहेको छ। हेलो हेलो ल ल आउनु होला सबैजना आउनु होला। ल है उसले हल्ला खानु के हो? खिच्दिन है मलाई पछि डिलिट गर्ने जा हुन्छ। को बस्नुहुन्छ? हामी ओह्रालो झरेपछि सबैजना हल्ला गर्दै होटलतर्फ फर्कियौँ। खाना खायौँ र घरतिर फर्कियौँ।